टिकटक 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 आज टिकटक होइन इन्स्टाग्रामका भाइरल भिडियोका मजाका कमेन्टहरू पढ्दैछु। हाँस्न तयार हुनुहोस्। ल हेर्नुहोस् गाइज, यो भाइलाई आफ्नै खोटले चोट परेको रहेछ। दाँतमा लागेको रहेछ चोट, हात र टाउकोलाई दोष। जबरजस्तीको चोट, के गर्नु? बम्मा बहन पे आ जाऊंगा मैं इनकी। यो प्रतिभालाई बाहिर नआउन दिएको भए हुन्थ्यो। मनमा मात्र होइन, दाजुको अनुहारमा पनि देख्छु त म त चोट। मनमा परो चोट, दुःखमा पनि हाँस्नु पर्ने कस्तो मेरो दोष। ल गाइज, ब्ल्याक ब्युटी विश्व सुन्दरी दिदीको भिडियो हेर्नुहोस् त, अनि फन्नी कमेन्ट पढ्नुपर्छ है त। मैले लाएको जस्तै कुर्ता चाहिँ यो डमीले लाएको रहेछ, अनि यसलाई चाहिँ तस्मा सुहाएन, यसलाई ढक सुहाएन, म लाउँछु अब यो। विश्व सुन्दरीलाई पनि सुहाउँछ त है। अनि विश्व सुन्दरीले टाउकोमाथि लगाएर के देखिन्छ? आँखामा लगाऊ छोरी। ओ भाइ ये क्या है? बल्ल दामी देखेछु। ल गाइज, अब कमेन्ट पढौँ है त। सुन्दरीले चस्मा त लगाउनु भयो, चस्मै हरायो। चस्मा र फेसको कलर म्याच भयो, बाफरे। मैले लाएको जस्तै कुर्ता चाहिँ यो डमीले लाएको रहेछ, अनि यसलाई चाहिँ तस्मा सुहाएन, यसलाई ढक सुहाएन, म लाउँछु अब यो। हो नि, तपाईलाई पो सुहायो त चस्माले। मैले त चस्मा कहाँ छ देखिन है। मुझे कुछ दिखाई नहीं दे रहा माँ। ल यो नेपालले छक्क पार्ने भिडियो हेर्नु भन्दा पहिले तपाईँ सब्स्क्राइबको बटन प्रेस गर्नु, म भिडियो प्ले गर्नेछु। रहा नहीं जाता। सिंगल केटाहरू मरौ तिमीहरू बरु। यो जोडी मिलाउने लमीले रसिया र युक्रेन युद्ध पनि अन्त्य गर्न सक्छ रे। भाग्यमानी रहेछस् दारे, सबै ठोक गर, चुपा चाहिँ नगर, दारा भाँचेला फेरि। ओहो, घुम्टो माथि कालो चस्मा। क्या करूं मैं इसका? क्या करूं? भाग्यमा भए डोकोमा दुध पनि अडिदो रहेछ। म बाँचेको कुनै अर्थ भएन अब। केटोले अघिल्लो जुनीमा पक्कै ठुलै धर्म गरेको हुनुपर्छ। हुन पनि हर्लक्कै बढेको रहेछ नि यी नानी त। हल्का अझै उठाएको भए कत्रो भएछ भन्न मिल्थ्यो। एकपट्टि नै 2 हात लगाउनु पर्ने भइसकेछ, तल झन् कत्रो होला। अबे साले। मैले केही देखिन, राम्रोसँग देखाउ न। एहे रहा नहीं जाता, तड़प ही ऐसी है ना। ढाका टोपी लाउने चाहिँ होइन होला कान्छी, सेतो टोपी लाउनेको चाहिँ फेला पर्यो होला। सही पकड़े हैं। बुबु र पुटली चाहिँ बढेकै हो। के बोले भाइ? यत्रो जिम्मेवारी पाएपछि बिहे गर्ने जत्रो भइहाल्छ नि। ल अब यो दिदीको प्रस्तुति हेर्नुहोस् त गाइज। आप्पै
गाली नहीं दे सकता, गाली नहीं दे सकता। फैमिली देखती है, वरना मैं ऐसे ऐसे गाली दूं, ऐसे ऐसे गाली दूं ना, जिंदगी भर याद रखनी पड़ेगा। के हो देखिरहेछ त दिजु? माँ मुझे सब दिखाई दे रहा है। बड़ा हरामी हो बेटा। के हो बहिनी, बरा त छैन त तिम्रो? देखाउन चाहिँ खोज्ने, तर किन नदेखाएको दिदी? मैं नहीं दिखाऊंगा। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। आजको हस्ते तिम्रो नाममा है त? नहीं। ल यो आन्टीको कुरा पनि सुन्नुस्, एक दिनको जिन्दगीमा के गर्नुपर्ने रहेछ त? लाउन खानको लागि अर्काले यसो गर त्यसो गर भनेर मान्ने हो र हामी? एक दिनको जिन्दगी हो, यस्तै रमाइलो गरेर बिताउने हो। अब लाउने खाने हो, आफूलाई मन परेको कुरा लाउने खाने हिँड्ने। अरू केही छैन। कोही पनि नआटिनु होला, उपचारका लागि चन्दा सङ्कलन हुँदैछ। एक दिनको जिन्दगीमा कपडा पनि नलगाई हिँड्नुपर्छ है। लाउन खानको लागि अर्काले यसो गर त्यसो गर भनेर मान्ने हो र हामी? एक दिनको जिन्दगी हो, यस्तै रमाइलो गरेर बिताउने हो। अब लाउने खाने हो, आफूलाई मन परेको कुरा लाउने खाने हिँड्ने रमाउने। हेर्नुहोस्, यही हो जिन्दगी। ए हजुर आमा, केही पनि नलगाउनुहोस्। मान्छेको दिमाग नभएपछि कसको के लाग्छ? खतरनाक लोग हैं। मान्छेलाई मर्ने बेलासम्म 3 चोटि पैसा आउँछ भन्ने सुनेको थिएँ, हो रहेछ, देखेँ आज। घरको कुल देउटा बिग्रेपछि यस्तै हो। हाम्रो नेपालको मेमोरी किङको भिडियो हेरौँ अनि त्यसको फन्नी कमेन्ट पढौँ। अहिले हामी साधनमा छौँ, केही समय पछाडि ध्यानहरू सकिँदैछ। त्यस पछाडि नेपाल सामुन्ने नेपाल सरकारमा चाहिँ आएको अद्भुत क्षमता, जुन मेरो शरीरमा आएको अद्भुत क्षमता जागृत भएको छ कालीमाको कृपाले, त्यही नेपाल सरकार माझ देखाउला। त्यतिखेर यो सत्य साबित गराउनु छ। अब युट्युबमा टेलिभिजनमा सत्य साबित गराउनु भन्दा पनि नेपाल सरकार सामु सत्य साबित गराएर त्यस पछाडि विश्वको ध्यान नेपालतिर खिच्नुपर्छ भन्ने तरिकाले अहिले ध्यान धेरै कुराहरू गर्नु केही छैन। अब जे गरिन्छ, अब नेपाल सरकारको सामुन्य गरेर यो क्षमता देखाइन्छ, विश्वको ध्यान नेपालतिर खिचिन्छ। धन्यवाद। विजय शाही भनेको नेपालको अमूल्य खजाना हो, यसलाई विदेशीले लान सक्छ। त्यसैले बेलामै खाल्डो खनेर पुरेर राखौँ यसलाई। यो भाइ बिरामी छ, यसलाई तुरुन्त डाक्टर प्रकाश भुजेल कहाँ पुर्याउनु होला। यो त कोरोना भन्दा नि खतरा भाइरस हो। यसको दुनियाँ फेरि छुट्टै छ। ल यो सिस्टरले टिप्स एन्ड ट्रिक्स सिकाउँदै हुनुहुन्छ। यो चाहिँ मात्र केटीहरूको लागि हो है त? केटी हो, अब धारा बगाउने काम बसेर होइन, उठेर गर। उठेर म आज यो खेतला आएको बसेर गरौँ भनेको, जङ्गलमा जुक्काले खाने, अनि त्यही भएर लुङ्गी लाएको। के काम लुङ्गी लाएको होइन, अनि गर्ने हो नि। ल लुङ्गीमा सुसु वरिपरि देख्छ कि भने पनि डर हुँदैन। लुङ्गी लगायो, यसरी उचाल्यो, सक्यो। अनि यसरी टकटकाउने गर्नु। आइडिया सिक के केटी हो केही तिमीहरू पनि। मान्छेहरू भन्छ लुङ्गी किन लगाएको, उहिलेको मान्छेहरूको भन्छ कता सजिलो छ, लुङ्गी लगाएर सुसु गर्नुपर्छ, अनि सकेर यसरी हिँड्नुपर्छ। के तिम्रो कट्टु चाहिँ मैले तान्दिनु? भनेपछि यसले त पेन्टी नै पो नलाउँदो रहेछ। लुङ्गी लगाएपछि अरू काम पनि सजिलो हुन्छ बहिनी। लुङ्गी पनि नलाइ हिँड्न झन् सजिलो हुन्छ। सुँगुर्नी खत्तम। देशमा धेरै वैज्ञानिकहरू जन्मे, नयाँ नयाँ कुरा पत्ता लगाउन थालेका छन्। छिछि उभेर गर्दा सबै फिलाभरि पिसाब बग्छ। ल एकजना होनहार ट्राफिक दाइको फन्नी भिडियो हेरौँ है त गाइड। As I walk through the valley of the shadow of death, I take a look at my life and realize there's nothing left. 'Cause I've been blasting and laughing so long that even my mama. बानी त जनताको पनि केपीकै जस्तो छ फेरि। नेपाली हो नि। ल त गाइज आजको हाँसो यति नै।
यदि तपाईँलाई मजा आयो भने लाइक गर्नुहोस् आफ्नो साथीलाई सेयर गर्नुहोस् अनि अझै हाँसोको लागि सब्स्क्राइब गर्नुहोस्